पुरा चुनावी माहौल ल चुनावी माहौल भइरहेको छ एउटा हानु न तोप छैन तोप हामी अब कहाँ हान्ने मिसाल हानिसक्यो चुनावी माहौल लागेर चाहिँ ल हाम्रो सन्दीप भाइकोबाट हो आउँछ मिसाल हानिसक्यो हालिसक्यो है रविन्द्र हैन हाम्रो गाउँबाट हेलो ए फेरि यताबाट उता भेट भइसक्यो ल ठुलो मान्छे जहाँ पनि देखिन्छ है भोट हालेर आयो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी देउरालीमा इलेक्सन डे यहाँबाट चाहिँ हाम्रो अहिले यहाँ पछाडि देखिरहनु भएको चाहिँ चम्पादेवी डाँडा भयो यहाँबाट चाहिँ म यहाँ लाग्छु तल है त अब राइडमा कस्तो हुन्छ हेरौँ इलेक्सन डे गएर चाहिँ भोट हाल्ने मैले होइन भोट हालेको छैन गएर भोट हालेर ट्याकटुक बस्ने है त ल आइएम रेडी विथ माई बाइक है अब लागेँ म यहाँबाट ओए लास्ट ठुलो छ यार ओए ओए यतैबाट गइदिउँ आज बाइक आएछ अगाडि बाइक छ हिजी गइदिउँ सही मजा आयो झन्डै लडेको त्यहाँ टायर प्रेसर अलिकति हावा कम छ जस्तो यार बम हान्दिउँ क्या आज बम हान्दिउँ बम सेक्सन सही उडेर आज चाहिँ हाल धेरै भइसकेको छ है दामी नाइस जम्प सेल हान्यो ओए बाटोमा अलिकति हटाइदिनु पर्ने भयो
सही मजा आयो चिप्लो चिप्लो हा होइ लास्ट चिप्लो छ है त्यसो लाग्यो है चिर्सुला अलिकति गाह्रै छ यहाँ पनि लाइन पक्रिनु चाहिँ सक्नु पर्यो होइन यस्तो हुन्छ कहिलेकाहीँ अफलाइन जान्छ दिन जाने हामी हाल्ने अब आउँछ नि आउँछ के हो त पार्टनर आउँछ छैन उसले समानुपातिको हालिदिन्छ अरे म चाहिँ अब भोटाल जाँदैछु होइन यहाँ भान्साली समाइरहनु भएको हेलमेट ह्यान्डसम भन्छ यसरी नै देखाइदिरहने होला केही हुन्न नाक चाहिँ होइन मोबाइल छोड्नु पऱ्यो नि सबै छोड्नु घडी घडी छोड्नु पऱ्यो सबै छोड्नु पऱ्यो प्याड स्याड त छोड्नु पर्दैन नि अहिले खोलाउ त्यो गरेर सोध्नु जा टुवा पर्ला नि घडी चाहिँ छोडेको ल म जाँदैछु है त केटा हो पोर्ट हालिन्छ घन्टी अब बजाउनु हो के बजाउनु हो त्यहाँ गएपछि थाहा हुन्छ है के यो त्यसको त्यहाँ यसो खिच्दा नि होइन मोबाइल पनि हो रे होइन क्यामेरा गोप्रो तपाईँ नै आउनुहुन्छ कैद हुनुभएछ तपाईँ सबैजना कैद भइसक्यो
सबैजना कैद भइसक्यो अक्स मामा हाम्रो मामा माइजू अहिले चाहिँ रुखमा हालेर आइसक्यो ल रुखमा पुरा चुनावी माहौल ल चुनावी माहौल भइरहेको छ एउटा हान न तोप छैन तोप हान्ने अब कहाँ हान्ने मिसाल हानिसक्यो चुनावी माहौल लगाएर चाहिँ ल हाम्रो सन्दीप भाइकोबाट हो आउँछ मिसाल हानिसक्यो म पनि भाइ हो नि होइन चुनावी माहौल लागिरहेछ ल पाउला पुग्नु भोट हालिसक्यो है हालिसक्यो है रविले हेलो हालिसके अरू भाइकोबाट यो आउँछ भगमा आउँछ यो चाहिँ सन्दीप भाइकोबाट चाहिँ ओके छ ए फेरि यताबाट उता भेट भइसक्यो ल ठुलो मान्छे जहाँ पनि देखिन्छ है मलाई के छ नयाँ माहौलमा सबैजना बसिरहेको छन् है सबजना आयो त्यो फोटो हालेर ठ्याक्कै आइपुग्यो भोट हालेर आयो ल चहल पहल चाहिँ यस्तो छ अहिले हामीले देख्न सक्छौँ अङ्कलहरू बसिरहनु भएको छ यहाँ अङ्कलहरू अगाडि बाबु बाई बाई ल हालिसक्यो है अब गाउँमा चहल पहल भइरहेछ है चहल पहल इलेक्सन डे आज चाहिँ हाम्रो यहीँ समाप्त हुन्छ 5 बजी बज्न लाग्यो भोट हाल्नु बुवा ल सबले भोट हालिसकेका छन् अब हामी गएका छौँ घरमा घर गएर विश्राम गर्छौँ मम्मी पनि यहीँ हुँदो रहेछ कोसँग कुरा गरिरहनु भएको ल यहाँ राखिदिउँ एक छ सामग्रीहरू काम गर्ने मम्मी यहाँ दिदीसँग कुरा गरिरहनु भएको रहेछ ल गाइस आजको लागि यति नै होइन इलेक्सन डे राम्रो भोट हालियो जे होस् हाल्न मन लागेको मान्छेलाई हालियो खुसी लागिरहेछ अब के गर्छन् कसो गर्छन् चाहिँ इट्स अप टु देम होइन के गर्छन् होइन अब आज यति भन्दै म चाहिँ बिदा लिन्छु हस् धन्यवाद टेक केयर हेभ अ गुड डे होइन हेभ अ गुड नाइट भनौँ अब चाहिँ होइन जय नेपाल है अब आजदेखि चाहिँ ल जय देश जय नेपाल बाई बाई